पिचलाई गिटी त ल हैन टाँसियो ल केही भएन गिटीलाई अलकत्रा कहाँबाट आउँछ त यहाँ अब यहाँ खोइ माटो जस्तो छ त यहाँ त सबै जति खैन खोइ अलकत्रा खोइ त त्यहाँ आएको खोइ यहाँ यो रोड पिच भयो भन्छ यसको बारेमा के यो पिच भइसकेको हो कि यो पिच गर्न बाँकी हो कि के छ यो चाहिँ हामीले सोद्धाखेरि चाहिँ के भन्छ भने यो पिच गरेको हो अब यो एकपल्ट हामीले बढाल्न पनि नदिएको हो हजुर अझ बढाल्न खोजेको थियो हामीले नदिएर पछि बढालेको फेरि बढाल्न त बढाल्यो हजुर उसले भन्छ म बिग्रियो भने नि पछि बनाउँछु भन्ने कुराहरू गर्यो हजुर र हामीले चाहिँ छोडिदियौँ ए अहिले त यो चाहिँ ल पिच सम्पन्न भयो अब यहाँबाट केही पनि काम हुन्न भनेर यहाँबाट काम यो पिच भइसक्यो यो पिच भइसक्यो अब भत्केको टुटेको मात्रै बनाउने मेरो काम चाहिँ भन्ने कुराहरू भयो ए अरू केही पनि अब यो सम्पन्न भयो भनेर लगाइदियो हजुर ए भनेपछि अब यहाँ पछि अब यो यतिको गिटीहरूले लडे पनि अब यो सम्पन्न भयो अन्त देख्दाखेरि चाहिँ मैले चाहिँ यस्तो नि पिच हो र भन्ने कुरो चाहिँ मैले चाहिँ आफ्नो ज्ञानले चाहिँ देखेर चाहिँ देखिरहेको छु होइन अर्चलेतिर नि राम्रो छ कालो देखिया होइन भोलि भत्किने भन्ने कुरो त आफ्नो ठाउँमा छ यो हो कि होइन पहिला देख्दाखेरि त अलिक राम्रो चाहिँ हुनु पर्यो नि त क्वालिटी हुनु पर्यो नि त देख्दा त वडाध्यक्षज्यू मेयर साहबहरू कोही आउनु भएको छ कि भएन यो हेर्नको लागि यो मैले चाहिँ यो पहिला यो कालो पत्र हाल्ने बेलामा चाहिँ आएको देखेँ होइन पछि चाहिँ यो आएको मैले चाहिँ यो उ गर्नु देखेँ भने चाहिँ आएको चाहिँ मैले देखिनँ ए भन चाहिँ इन्जिनियर साहबले यति राम्रो रोडलाई पास गरिसक्नु भयो अब राम्रो छ भन्छ कि सबै केटाहरूले भन्दैन ठिक छ यहीमा पास हुन्छ भन्ने कुराहरू छ यस्तो त मैले त कहिले जिन्दगी नै देखेको थिइनँ हेर्नु चाहिँ मैले चाहिँ हजुर अब हामी अब चाहिँ यो बाहिरको विदेशको कुरा गऱ्यौँ भने अब झन् यो त हुँदैन यो त यो त अब चाहिँ यहीँकै कुरा गर्दा पनि नेपालकै कुरा गर्दा पनि अब अर्चलेमा कस्तो छ यहाँ कस्तो छ ठाउँ जस्तो हामीले अझ चाहिँ ल हामी जाऊँ र अनि कुरा गरौँ अब बात गरौँ न यस्तो त हुँदैन भन्छ अनि गइयो गएर कुरा गर्दाखेरि यसरी हो हजुर यो हो नालीहरू चाहिँ यो नालीहरू नि अब मेरै काम हो यो बनाउनु पर्छ मैले भन्दै थिएँ नाली पनि यत्तिकै छोड्ने र हजुर भनेको होइन त्यो नाली चाहिँ हामी सफा गर्नै पर्छ हामीले यो चाहिँ अब आएर नाप गर्छ यहाँ इन्जिनियर आएर चाहिँ हेर्छ भन्ने कुराहरू गर्नु जस तपाईँलाई चाहिँ अब यो रोड चाहिँ सम्पन्न भयो भन्ने जानकारी तपाईँको गिटीहरू सानो गिटीहरू निस्किन थालेपछि अब हामी सहजै अनुमान गर्न सकिन्छ यो कति तग्ला भनेर यो तग्ने अवस्था देखिएको छैन अहिलेबाट यसरी गिटी निस्किन थालेपछि यो रोड कति तग्ला भन्ने अनुमान गर्न त्यसै सकिन्छ यो बल्ल बल्ल कतिऔं वर्षपछि पिच भएको पिच देखेकै थिएन क्या अनि ठेकेदार साहबले चाहिँ यो अब